त्यो बार भन्दा माथि त्यहाँ त एकजना मात्रै देखियो होइन दुईजना सँगै एकै ठाउँमा छेउछेउै रहेछ नि यताको छेउछेउ त यता त त्यही त त्यहीँनिर निकाल्नु त्यहाँनिर समाउनु तलै पुग्यो होइन बगलमा बाँसदेखि पराइ त्यहाँ त पौडी राखे तलतिर लागेपछि हो त्यहाँदेखि स्पिड हुन्छ यहाँदेखि त्यो सालले हानेछ त्यतिकै एकजना चाहिँ कुद्दै रहेछ कुद्नु एकजना त पौडी जाले हुन्छ पक्रेर गरौ पक्रोकै त्यही भएर पाएन क्या त आदरणीय दर्शकवृन्द नमस्कार। यतिखेर हामी बरहा क्षेत्र नगरपालिकाको यो पवित्र धाममा छौँ, जहाँ यहाँनिर लेखिएको छ नदी गहिरो छ, तीव्र गतिमा बग्ने हुँदा सावधानीपूर्वक स्नान गर्नुहोला भनेको छ, तर यहाँ नजानु होला भनेर चाहिँ लेखिएको छैन। यो चाहिँ बिल्कुलै गलत हो। गलतलाई हामी गलत नै भन्छौँ। हामी स्थलगत रिपोर्टिङ गरिरहेका हुन्छौँ। दर्शक महानुभावहरू, हामीले सुनेका छौँ यहाँनिर हरेक वर्ष करिब 30-40 जनाभन्दा धेरैले ज्यान गुमाउनु परेको छ। यहाँका मन्दिर व्यवस्थापन समितिले यो कुरालाई विशेष गरेर ध्यान दियोस्, या कसैको पनि ज्यान नजाओस्, हामी यो भन्न चाहन्छौँ। सबैभन्दा पहिले आज मात्रै यहाँनिर स्नान गर्ने क्रममा अथवा नुहाउने क्रममा मामा भान्जाको मृत्यु भएको खबर अहिले सामाजिक सञ्जालभरि भाइरल भइरहेको छ। तर एउटा दुःखको कुरा भनौँ, यहाँनिर कुनै पनि सुरक्षा निकायहरू अथवा यहाँका समितिहरू एकजनाले पनि यहाँनिर कुनै पनि सुरक्षाको लागि एउटा पनि सूचना अथवा कुनै पनि त्यस्ता वस्तुहरू राखेको हामीले देखेनौँ। यो चाहिँ गलत हो। यो कार्यलाई तुरुन्त सुधार्नु हुन यहाँका जनप्रतिनिधिज्यूहरू, यहाँका व्यवस्थापन समितिका ज्यूहरूलाई म अनुरोध गर्न चाहन्छु। नमस्कार, म रामबहादुर गिरी, इटेरी 20 तरारा निवासी। आज हाम्रो परिवार तराराबाट 12 भगवानको एरियामा आएर 12 क्षेत्रमा आएर चाहिँ लाखपति चलाउने क्रममा हामी नुहाउनु भनेर गएको थियौँ। अब नुहाउने क्रममा चाहिँ त्यो यो कोशी नदी र यो खोला के अरे के खोला नानी पोका खोलादेखि उतापट्टि नजानु भनेर बोर्ड लेखेको रहेछ। त्यो सूचना रहेछ। त्यो सूचना हामीले पनि देख्यौँ नदेख्दाखेरि चाहिँ हामीभन्दा केही अगाडि आएर त्यो 3-4 जना मान्छे श्राद्ध गर्नुलाई आएको या के आएको परतिर गएर खोलामा पस्दाखेरि हामी त्यहाँ नुहाउँदैछौँ। हामी पनि त्यो कोका अलिकति छेउमै थियौँ, उतापट्टि त्यही नजिकैमा। अनि नुहाउँदै थियौँ, नुहाउँदै त्यही अलि नजिकै पौडी खेले जस्तो लाग्यो। अनि पौडी खेल्दा खेल्दै 2 जना मामा भान्जा रहेछन् यिनीहरू। यो भाइहरूको चाहिँ नाम चाहिँ थाहा छैन होइन। यिनीहरूको बसोबास चाहिँ इटेरीकै के अरे बालग्रामको रहेछन्, आचार्य भनेर भने। अनि यहाँ चाहिँ घुम्नु अनि दर्शन गर्नु आएको, तर हामी चाहिँ त्यहाँ पानीमा गएर सुनमार आउँछ भनेर चाहिँ जानुभएको मामा भान्जा हुनुहुँदो रहेछ। अनि भान्जा चाहिँ पहिला पस्नु बोक्यो, अनि अलिक पर खेलेछ, पौडी खेल्दै थिएँ। अनि खेल्दै किन पर गएको भन्दा भन्दै एउटाले अर्कोले समातेको छन्, 2 जोडी समातेको छन्। अनि आत्तिएको छैन, केही पनि गरेछन्, पौडी खेल्दैछन् भन्दा भन्दै पछि थाहा भयो यिनीहरू चाहिँ फसेको रहेछन् भनेर थाहा पछि ल मान्छे फस्यो भनेर हामी आत्तिएर त्यहाँनिर नुहाउँदा हतार बाँसेर दिउँ, बाँस पनि भेट्नु सकेन। अन्दाजी कति बजेको समय? अन्दाजी 8-8:30 भएको थियो, बिहानको 8:30 हेर्दै। अनि हाम्रो परिवार सबै थियौँ, मेरो फ्यामिली, छोराछोरी, नातिना ज्वाइँ छोराछोरी सबै आएको आज। र हामीलाई त्यो देखेपछि अब हामीले अचानक के गर्ने भन्दाखेरि चाहिँ केटी कुदेर गएर धेरैजना मान्छे छौँ, कमसेकम त्यहाँनिर 500 जना जति नुहाइधुवाइ गर्दैछन्। त्यहाँ मान्छे आत्ति गएर हेर्दै त्यहाँबाट बगाएर त्यहाँदेखि लिएर यहाँ तल यो डुङ्गा जहाँ राख्छ त्यो ठाउँसम्म उहाँहरूले
दुईजना बगाएको चाहिँ देख्नु देखियो। अनि हात निकालेको छन्, टाउको निकालेको छन्, अब मद्दत मागेको छन्, त्यहाँ मद्दत कहीँबाट पनि हुन सकेन। हामीले त्यहाँ सके बाँस फ्याँक्यौँ, अब बिहानलाई समाउनु सकेनन्, नसकेपछि अनि त्यहाँ चाहिँ त्यहाँसम्म देखियो, यो डुङ्गा राखेसम्म थियो, त्यहाँदेखि देखिएन। त्यहाँदेखि चाहिँ कता गयो, कता डुबायो त्यहाँदेखि। कहाँसम्म चाहिँ देख्नुभयो यो हामीले चाहिँ जहाँ हाम्रो कोका खोलाको जहाँ कोका खोला र नदीको जमघरदेखि उतापट्टि बगाएर लिएर उहाँहरूलाई त्यहाँबाट बगाएर लिएर चाहिँ जहाँनिर अहिले बोटहरू आएछ त्यो बोटको एरियासम्म हामीले देख्यौँ उहाँहरूलाई, बोट भएकोसम्म देख्यौँ। त्यहाँदेखि चाहिँ देखिएन, कता गए अब त्यहाँबाट त्यही हरायो होइन? त्यहाँबाट हरायो। अनि एउटा नानी रहेछन् त्यहाँनिर, त्यो चाहिँ एउटा नानीलाई सोध्यौँ को हो के हो भन्दा मामा भान्जा उहाँहरू, हामी नुहाउन आएको थियौँ। अनि नुहाउँदै गर्दा उहाँहरूलाई खोलाले के अरे नदीले बगायो भन्ने हामीले जानकारी पायौँ। उहाँसँग अरू पनि कोही आउनु भएको केही जानकारी भयो कि छैन? पछि उहाँको परिवार आमा आउनुभएको के रहेछ नानी यता हो त दिदी आएको रहेछ, भाइहरू आएको रहेछन्। त उहाँहरू चाहिँ त्यो नानी मात्रै एउटा मचो र दिदी चाहिँ यहीँ बस्नुभएको रहेछ, उहाँहरू बस्नुभयो। त्यो एउटा भाइ पनि छ। उहाँहरूको उमेर अन्दाजी कति जस्तो लाग्छ? अन्दाजी एउटा त एसएलसी भर्खर दिएको अरे 16 वर्षको लगभग भनौँ। एउटा चाहिँ मामा भान्जा चाहिँ 28, 30, 35 त्यस्तै छ। त्यो पानीमा डुबेको बेला देखियो, मुख त देखियो नि, ऊ त्यतिमा छन्, केही गर्नु सकिँदैन। जस्तै यो सुरक्षा निकायको मान्छेहरूले कति बेला थाहा पाए, उनीहरू कति बेला सुरक्षा निकायको मान्छे त्यो भइसकेपछि एकजना प्रहरी यहाँ मन्दिर एरियामा हामीले देखेको थियौँ। त्यो मन्दिर एरियाबाट त्यो डुबेको सङ्केत पाएर उहाँ जानुभयो, हामीले भन्यौँ उहाँलाई। अनि उहाँले गएर फोन गर्नुभयो, फोन गरेपछि लगभग त्यसको 1 घन्टापछि चाहिँ यो सुरक्षा प्रहरीहरू यहाँ आउनुभयो, आएर हेर्नुभयो अब के गर्ने र। अनि त्यसको लगभग 2 घन्टा पछाडि चाहिँ सशस्त्रको टिम पनि आएर चाहिँ यहाँनिर खोज तलास गरेको देखियो। तर अहिलेसम्म कता छैन, थाहा छैन, पत्तै छैन। यही हजुर हामीले जस्तै यो निषेधित एरियामा अब पस्नुहुन्न भन्दा पनि पसे होइन? अब यहाँ कति दर्शनार्थीहरू आउनुहुन्छ, अब के भन्न चाहनुहुन्छ यो अघि पछि आउनेहरूलाई? यहाँ कि तारबार गर्नु पर्यो भन्नुहुन्छ कि अथवा त्यहाँ सुरक्षा चाहियो? के गर्यो भने यस्तो घटना कम होला? अनि यो धन्यवाद छ हजुर। यो बरा नगरपालिका अब पर्छ। अब यहाँनिर चाहिँ भक्तजनहरू टाढा टाढा आउँछन्, उहाँहरूलाई थाहा हुँदैन, बोर्ड पनि लेखेको रहेछ होइन, त्यो पनि थाहा भएन। र त्यो एरियामा चाहिँ नजाने भनेर बोर्डै लेखेको रहेछ। त्यहाँ चाहिँ योभन्दा अगाडि पनि विगतमा धेरै घटनाहरू घटेको रहेछ त्यस्तै गरेर। पहिला पनि धेरै 5-6 जना त्यही एरियाबाट बगाएर लिएर आएको र सबै मरेको, नभेटिएको, कोही भेटिएको, त्यो कुरो थाहा पाइयो। अनि अब चाहिँ यहाँ चाहिँ के भन्नु चाहन्छु भने जति पनि भक्तजनहरू आउँछन् यहाँ चाहिँ 2 जना जुन किसिमको यहाँको चाहिँ यस मन्दिरको सुरक्षा गार्ड अथवा सिक्युरिटी गार्ड त्यहाँनिर देखभाल गर्ने, त्यता नजानु, यो यस्तो छ भनेर भन्ने। त्यसको बादमा हामी कहाँसम्म जानु सकिन्छ, टेम्पोरेरी होस् या पर्मानेन्ट त हुनु सक्दैन, यो खोला बढ्छ घट्छ। टेम्पोरेरी भए पनि दिनै पछि जस्तै हामीले अन्य ठाउँ पनि हेऱ्यौँ, यहाँसम्म मान्छे जानु सक्छ है भनेर एउटा बार लागोस् भन्ने चाहिँ म भन्न चाहन्छु हजुर। तपाईँको मतलब कुनै पनि सुरक्षा निकायले चाहिँ एउटा निषेधित क्षेत्रभन्दा अगाडि नजानु भनेर चाहिँ जानकारी गराइदिएदेखि अझै बेटर हुन्छ। एकदम बेटर हुन्थ्यो। कमसेकम पनि एकजना त्यही एरियामा सिटी बजाएर तुरतुर बजाएर, किनभने यत्रो भक्तजनहरू आज दिनभरि हेर्दाखेरि लगभग 2000-3000 भन्दा बेसी भक्तजनहरू अहिले यहाँ घुमिरहेको हुनुहुन्छ। दिनभरिमा 5-7 हजार भक्तजनहरू आउनुहुँदछ। यस्तो क्षेत्रमा पवित्र भूमिको छेउमा चाहिँ कमसेकम एउटा जानकारी सके एक टिम होस् त्यहाँ। अनि नसक्दा पनि 2-4 जना मान्छे चाहिँ त्यहाँ सिक्युरिटी जस्तो अथवा सिटी बजाएर चाहिँ उहाँहरूले खबरदार यहाँदेखि उता जानु सक्ने छैन, अथवा इमर्जेन्सी कोही परिगयो भने त्यसलाई एउटा निश्चित एरिया गरेर त्यसलाई घेराबारा गरिदिएर चाहिँ गरिदिएदेखि राम्रो हुन्थ्यो। अब मन्दिर व्यवस्थापन समितिले पनि यो गर्नुपर्ने हो र बरा क्षेत्र नगरपालिकाले पनि यसलाई चाहिँ अब यो चाहिँ एकदमै पर्यटकीय क्षेत्र धार्मिक स्थल हो। यहाँ चाहिँ ठुल्ठुलो सोच लिएर माग लिएर यहाँनिर सर्वसाधारण भक्तजनहरू आएको बेलामा नजानिकनै अनजानमै चाहिँ ज्यान गुमाउनु पर्यो। त्यसले गर्दा चाहिँ आइन्दाबाट चाहिँ यसको लागि चाहिँ विशेष गरेर यहाँको मन्दिरका जति पनि कर्मचारीदेखि लिएर व्यवस्थापन समितिले चाहिँ जानकारी गराउनु पर्यो अथवा चाहिँ नोटिस यानि कि सूचनाहरू धेरै ठाउँ टाँस्नु पर्यो होला नि त। हो हजुर। यो मन्दिर व्यवस्थापन समिति अब कहाँसम्म के छ अहिले त धेरै राम्रो भएको छ। यो पहिलाभन्दा व्यवस्थापन समितिले अथवा बरा नगरपालिकाले कोष निकालेर धेरै प्रोग्रेस भएको देखियो। मन्दिर डेभलप भएको छ, यसमा चाहिँ उहाँहरूलाई धेरै धन्यवाद छ। तर जुन किसिमको आजको हिसाब किताबमा जुन किसिमको अनजान व्यक्ति, अनजान भक्तजन अब त्यहाँ गएर पवित्र नुहाउनुलाई पसेर
अब उहाँहरू बगेर जानुभयो योभन्दा 3 दिन अगाडि 5-6 दिन अगाडि पनि 3 जना बगेर गएको अरे त्योभन्दा अगाडि 2 जना बगेर गएको अरे यो 8औं 9औं जना भयो त्यहीँदेखि दर्शक महानुभावहरू आज हामी बराह क्षेत्रमा छौँ जहाँ दुःखद आज घटना भएको छ। विशेष गरेर जेनिसको आफन्त हुनुहुन्छ। म उहाँसँग संक्षिप्त कुराकानी गर्न चाहन्छु। यहाँलाई स्वागत छ। धन्यवाद। आज यो दुःखद घटना त घटिसक्यो होइन, अहिले प्रहरीले पनि खोजिरहेको छ, विभिन्न ठाउँमा अहिले रिसर्च गरिराख्नु भएको छ। के भन्न चाहनुहुन्छ विशेष गरेर यहाँ बराह क्षेत्रमा यहाँ त क्षेत्र विकास मन्दिरको समितिहरू होला होइन, उहाँहरूले सूचनाहरू त राख्नुपर्ने होला, के भन्न चाहनुहुन्छ तपाईँ यसमा चाहिँ? म मेरो नाम चाहिँ विपिन दाहाल, म त्यो बगाउने अथवा जेनिस आचार्यको चाहिँ दाजु पर्छु। उहाँ हाम्रो मामाको छोरो पर्नुहुन्छ अनि उहाँकै मामा जेठो माइलो मामा हुनुहुन्छ र उहाँ चाहिँ अहिले जो बगाउने चाहिँ। अनि त्यसमा म के भन्न चाहन्छु भने बिहान 5 जना आउनुभएको रहेछ अनि त्यो घटना भएछ। मलाई पनि पछि मामाले फोन गर्नुभयो। त्यो चाहिँ निषेधित बोर्ड भनेर चाहिँ त्यहाँ राखेको छ। त्यसमा चाहिँ एरियाहरूकै ब्यान गरेको छैन। अनि यहाँको समिति चाहिँ मैले अलिकति असंवेदनशील जस्तो मैले प्राप्त गरेँ, किनभने त्यहाँ नजानको निम्ति केही रेड जोन नै घोषणा गर्दा पनि त हुन्छ। रेड जोन हजुर, सिडिओहरू पनि आउनुभयो अनि यहाँको प्रहरी पनि आउनुभयो। उहाँहरूले पनि त्यसै भन्नुभयो रेड जोन घोषणा गरेर यो चाहिँ ठ्याक्कै एरिया बेन गरेर गर्ने भन्नुभयो। अनि यो घटना त पहिले पनि भएको रहेछ यस्ता घटनाहरू उहाँहरूले भन्नुभयो। अनि त्यो भएको हुनाले यहाँ चाहिँ यो बढी पर्यटन आउने ठाउँको अहिले म आफन्त भएर बोलिरहेको छु। अहिले म अरूको पनि आफन्तै मानव प्राणी भएपछि सबैको घटना त भएपछि मलाई पनि के लाग्छ भने कोही को यस्तो डेथ नहोस् भन्न चाहन्छु। म चाहिँ परिगएँ, आफ्नो आफन्त पनि शोकमा छ। त्यो भएको हुनाले म के भन्न चाहन्छु भने यहाँ चाहिँ बढी संवेदनशील भएर यस्तो पर्यटकीय एरियामा चाहिँ बढी मान्छे अलिकति उत्साहित हुने अनि असंवेदनशील हुने बालबच्चाहरू हुने भएको हुनाले यो क्षेत्रलाई चाहिँ विशेष गरेर यहाँको स्थानीय सरकारलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? यो स्थानीय सरकारले यो एरियालाई बढी संवेदनशील एरिया घोषणा गरेर यहाँ आउने तीर्थयात्रीहरू जुन छन्, तीर्थयात्रीहरू जस्ता खालका चेतना भएका पनि हुन्छन्, उहाँ स्विमिङ गर्न नजान्ने पनि हुन्छन्, जस्ता खालका हुन्छन्, ती उहाँहरूलाई चाहिँ सुरक्षित हुने खालको वातावरण यस स्थानीय सरकार अनि यो हाम्रो यो समिति, यो बारा क्षेत्रको यो एरियाको समिति, सम्पूर्ण समितिलाई चाहिँ यो मेरो घटना त भइगयो। अब आउने दिन घटना चाहिँ यस्तो चाहिँ कहिले पनि नहोस् भन्न चाहन्छु। यो हुन नदिनको लागि चाहिँ टक्क व्यवस्थित एरिया उहाँले तोक्नु पर्यो। त्यो एरियामा जान दिनु भएन। अरू आय स्रोत पनि उहाँहरूको पर्यटनबाट आउँछ। यसलाई आय स्रोतको रूपमा मात्र नलिएर त्यहाँ नोटिस त एक ठाउँ मात्रै देख्यौँ नि त हामीले। धेरै ठाउँ टाँस्दा चाहिँ के बिग्रिन्थ्यो? 8-10 ठाउँ धेरै ठाउँ टाँस्ने पनि हो। त्यहाँ चाहिँ त्यो सिले गर्ने हो सर। मेरो चाहिँ गरेर चाहिँ त्यो एरियामा चाहिँ अब नोटिस बोर्ड पनि नेपालीहरूले मजाले हेर्दैन त्यहाँ, अनि त्यहाँ जाउन त भनेर हेर्छन्। अनि त्यो भएको सिले गरेर अलि एरिया पनि ठुलो बनाएर चाहिँ त्यसरी व्यवस्थित तरिकाले गर्दाखेरि चाहिँ यस्ता घटना आगामी दिनमा घट्दैनन् भन्ने चाहिँ म त्यस्तो लाग्छ मलाई। पक्कै पनि दर्शक महानुभावहरू हामीले निरन्तर भन्ने गरेका छौँ, जहाँ पनि जुनसुकै धाममा होस् चाहे जुनसुकै ठाउँमा तपाईँ मनोरञ्जनको लागि जानुहुन्छ या एबिसिडी कुनै काममा जानुहुन्छ भने त्यहाँ लेखिएको सूचनाहरू अनिवार्य पढ्नुहोला र त्यहाँ कति संवेदनशील छ ती कुराहरूलाई ख्याल गर्नुहोला। आजको जस्तो घटना दोस्रो पटक नघटोस्, हामी यही भन्न चाहन्छौँ।